म चाहिँ यस्तो पानी परिरहेछ अहिले चाहिँ यति पानी परिरहेछ र पनि म ट्रेनिङ गर्न आएको छु होइन। सो म चाहिँ के भन्न चाहन्छु भनेदेखि चाहिँ अनि जस्तो सुकै सिचुएसन होस् हामीले ट्रेनिङ गर्न चाहिँ नछाडौँ होइन। म चाहिँ अहिले चाहिँ पानी परिरहेछ होइन, फुल्ली पुरै पानी परिरहेछ अनि म चाहिँ अहिले चाहिँ ट्रेनिङ गर्न आइरहेको छु। सो ट्रेनिङ चाहिँ छाड्नु हुँदैन, म तपाईँहरूलाई यहाँ देखाउँछु है त। सो म चाहिँ अब फर्स्टमा चाहिँ म के भन्नु कि म ब्याकको ट्रेनिङ गर्छु। सो अनि म चाहिँ के भन्छु भनेदेखि होइन, हामीले चाहिँ यो पानी पऱ्यो भन्नेमा ट्रेनिङ छोड्ने हुन्छ नि होइन। अब अस्ति हाम्रो ब्याक पेन भयो होइन, अब यो बाइसेप पेन भयो होइन, आज गर्दिनँ भोलि गर्छु, आज स्किप गर्छु भनेर चाहिँ हुँदैन क्या। म नि आज चाहिँ पानी परिरहेछ होइन, त्यस्तैमै ट्रेनिङ गरिरहेको छु नि त होइन। अब मलाई नि म नि भिज्छु होइन, त्यही भएर म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ त्यो अरूले जे सिके सोचोस् त्यसको मतलब भन नि त, हामीले आफ्नो लागि गर्ने हो नि त होइन, अरूको लागि गर्ने होइन। त्यही भएर म चाहिँ यति नै भन्छु कि ट्रेनिङ चाहिँ गरौँ, कहिले नछुटाउँ होइन। अनि हाम्रो के हुन्छ भनेदेखि अब हामीले अब एक हप्ता रेगुलर गरेर त्यहाँबाट 3 दिन छोड्यो भनेदेखि जस केही न केही डिफ्रेन्ट आउँछ कि हाम्रो बडीमा। बरु धेरै नगरे भइहाल्यो नि होइन। अब जस्तै अरू बेला 50 पुसअप गर्छ भनेदेखि त्यो दिन 25 गरौँ, 25 गर्छ भनेदेखि 5-10 10 त अलवेज कम्प्लिट नै गर्नुपर्छ होइन। जुनै एक्सर्साइज गर्दाखेरि पनि 10 त कम्प्लिट गर्नुपर्छ क्या। फेरि मेरो नि पुलअप चाहिँ 10 कम्प्लिट हुँदैन, मेरो 7-8 तिर रोकिन्छ नि त। त्यही भएर अब फक वाट दे थिङ्क क्या होइन, अरूले के भन्छ त्यो आफूलाई मतलब हुँदैन, आफ्नो लागि गर्ने हो, अरूको लागि होइन। म चाहिँ त्यो भन्छु नि त। मैले नि अहिले त धेरै भयो ट्रेनिङ गरेको होइन, मेरो बडीमा हल्का चेन्ज आएको छ होइन। त्यही भएर मलाई नि कति मान्छेले भन्छ क्या, फलानाको छोरोले यस्तो उस्तो पानी पर्ने बेला नि छोडेन ट्रेनिङ गर्छ भन्छ नि। त्यो मान्छेले भन्नु स्वाभाविक हो क्या। तपाईँहरू नि गर्नुहोस्, तपाईँहरूको नि जस त्यो हुन्छ नि छिमेकीहरूलाई एउटा डाँड त हुन्छ क्या, जस खुट्टा तान्ने धेरै हुन्छन् नि, खुट्टा तान्नेको हात काटेर अगाडि बढ्न सिक्नुपर्छ क्या। खुट्टा तान्दै गर्छन्, हामी अगाडि बढ्नुपर्छ अनि हिम्मत राख्नुपर्छ नि त। त्यही भएर अरूले के सोच्छन् त्यो अरूमा निर्भर पर्छ। आफू चाहिँ आफ्नो लगनशीलले ट्रेनिङ गर्ने हो, छोड्ने होइन। बरु मेरो नि केही मिलेको छैन भने भन्नु कमेन्टमा होइन, बरु तपाईँहरूलाई केही हेल्प चाहियो भने भन्नु। मैले नि भयो ट्रेनिङ गरेको लगभग, मैले स्टार्ट गरेको त मेरो 2-3 वर्ष नै भयो होइन। मैले 7 क्लासदेखि हो, अहिले म 8, 9 अहिले 10मा छु। अनि 3 वर्ष त्यो भयो नि त, मलाई केही बेसिक कुराहरू त थाहा छ नि त। म बेसिकबाट त अप गइसकेँ नि त होइन। मैले झन् 1 इयर्स जति मैले कराते पनि सिकेँ होला। त्यही भएर म बेसिकबाट ओभर गइसकेँ होइन। बरु मेरो मेरो नि सबै मिल्छ भन्ने छैन नि त। म पनि त्यस्तो छैन, मेरो नि भर्खर एज 16-17 भयो नि त। अनि त्यही भएर मेरो नि सबै कुरा मिल्छ भन्ने छैन, तपाईँको नि सबै कुरा मिल्छ भन्ने छैन नि त। बरु अब जस अरूलाई सहयोग गर्नुपर्ने हुनुपर्छ नि त। अब मेरो केही कुरा बिग्रेको छ भने तपाईँहरू सरल कमेन्टमा भनिदिनुहोस् होइन। अब तपाईँहरूलाई केही कुरा थाहा छैन भनेदेखि मलाई भन्नुहोस्, मलाई अब मैले थाहा भएको कुरा म जस्ट सबै सेयर गर्छु होइन। तपाईँहरूले अब मेरो नोटिस गर्नुहोस् होइन। अब केही कुरा मेरै कपी गरेर नि गर्न सक्नुहुन्छ तपाईँहरू, त्यही हो। सो गाइस, अरूले जे भन्छ त्यसमा त्यो सोच्नु हुँदैन, आफू लगनशील भएर ट्रेनिङ गर्ने हो, अरूको लागि गर्ने नि आफ्नो लागि गर्ने हो। अब एप्सको यो चाहिँ बेसी हाम्रो गर्नुपर्छ। ल्याउनु त सोचिरहेको छु, त्यहाँ भन्दा पनि ल्याउनु पर्छ नि त्यहाँ बेसिकली ट्रेन चाहिँ गर्नुपर्छ नि त। तपाईँहरू देख्न सक्नुहुन्छ पानी परिरहेछ, तर मैले आफ्नो ट्रेनिङ जारी गरेको छु। हामीले
यस्तो टाइममा चाहिँ भनेको ट्रेनिङ गर्दाखेरि हामी ट्रेनिङ गर्दा गर्दै होइन ट्रेनिङ गरिसकेपछि हामी प्रशस्त पानी खानुपर्छ होइन सो 1 2 3 4 5 6 7 8 9 10 यो सँग चाहिँ मेरो हुन्छ त्यस्तै 50-80 तिर पुग्छ सो गाइस म चाहिँ त्यही भन्न चाहन्छु कि हामी ट्रेनिङ चाहिँ नछोडौँ होइन सो मेरो आजको ट्रेनिङ सिधै अब म टक्क डाइटहरू लियो नभए बिहान म चाहिँ प्रायः बिहान लिन्छु त्यही भएर पानी पऱ्यो भनेर हामी ट्रेनिङ छोड्नु नि यस्तो हुन्छ त्यही यति नै हो गाइस आजको लागि चाहिँ